हाम्रोलाई होइन राम्रोलाई मतदान दिनु सबैजना। यो पार्टी चाहिँ साँच्चै भनेको अब कति फागुन 24 कि कति कति छ होइन हाम्रो भोट दिने। मैले दिन पाएँ भने म साँच्चै दिन्छु क्या। त्यति भएर मलाई नि जसले मलाई जो राम्रो लाग्छ प्रतिनिधि, अब बालेसा आउनुहोस्, हर्का साम्पाङ आउनुहोस्, मलाई कसको काम राम्रो लाग्छ म उहाँलाई दिन्छु क्या। चाहे अब म भनेको बुखोरा हो नि त, तर अब के भन्छ मेरो दाइ गयो भने पनि मेरो दाइले नराम्रो काम गर्छ, मेरो दाइले विकसित गर्न त्यसको कन्सेप्ट केही छैन, त्यसले चाहिँ भ्रष्टाचारहरू कतै गरिरहेको छ वा त्यसको नियत चाहिँ खराब छ भने म त्यसलाई मरियो पनि दिन्न क्या। बरु म त्यसलाई सम्झाउँछु। त्यही भएर सबैजना यसपालि चाहिँ त एमाले काङ्ग्रेस यो त मेरो पार्टी हो, म त यसलाई जहिले भोट दिएको त्यसलाई मात्रै भोट दिन्छु। सुन्नुहोस् है आमा बुवाहरू, साँच्चै भनेको नि फेरि अब दिदी दाइहरूमा त मलाई भरोसा छ होइन, तर तपाईँहरू चाहिँ होइन हाम्रो यो शहीद जो शहीद बन्नु भएको छैन प्रोटेस्टमा उहाँहरूको त त्याग परित्यागलाई चाहिँ खेर जान नदिनुहोस् होइन। यसपालि चाहिँ हामी सबै मिलेर देश बनाउनुपर्छ, किनभने हाम्रो देश अब बनेन भने कहिले बनिँदैन क्या। त्यही भएर सबैलाई राम्रोलाई भोट दिनु होला यसपालि चाहिँ। त्यही भएर चाहन्छु म ढिलो भयो क्या, पसलमा कस्टमरहरू पनि आइसक्नु होला। त्यही पनि जय नेपाली बाई।